पैसा या पावरको घमण्डमा धेरैलाई दबाउन खोजिरहेका छन्, पछि पार्न खोजिरहेका छन्। तिमीसँग सत्ता छ, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका सँगसँगै तिम्रो पैसाको पछि लाग्ने केही झुण्डहरू पनि छ। तसर्थ तिमी आज निर्दोषलाई दोषी करार गर्नको लागि परेका छौ। भलै तिम्रो नजरमा या तिम्रो न्यायपालिकाको नजरमा ऊ दोषी होला, तर आम जनताको नजरमा ऊ निर्दोष छ। तिमी जति उसको खेदो खन्दै जान्छौ, जति पछि पर्दै जान्छौ, त्यति नै ऊ प्रसिद्ध हुँदै जाँदैछ। तिमीले दोषी करार गरेर केही हुनेवाला छैन। धेरै जनताको नजरमा ऊ निर्दोष छ। साथै ऊ निर्दोष छ भन्ने कुरा तिमीलाई पनि थाहा छ, तर तिमी तिम्रो सत्ता टिकाउन र तिम्रो घमण्डलाई कायम राख्नको लागि उसलाई दोषी बनाउन खोजिरहेका छौ। तर एक दिन ऊ निर्दोष भएर आउने नै छ। ऊ अभाव अनि चार कोठरी भित्र पनि खुसी छ। तिमी सम्पूर्णमा पनि अपूर्ण छौ, तसर्थ छटपटाइरहेका छौ। पीडामा तथा नाम भन्दै हिँडिरहेका छौ। पछि उसको विरोध गरिरहेका छौ। तर जति विरोध गर्छौ त्यति नै ऊ प्रसिद्ध हुँदै जानेछ। यो भनाई अहिलेको समसामयिक परिवेशमा रवि लामिछानेजी तथा हाम्रो सरकार प्रमुखसँग मिल्दोजुल्दो भए पनि हाम्रो समाजमा यस्ता धेरै व्यक्तिहरू छन्, धेरै पात्रहरू छन् जसले आफ्नो स्वार्थको लागि पैसा या पावरको घमण्डमा धेरैलाई दबाउन खोजिरहेका छन्, पछि पार्न खोजिरहेका छन्। तर हेक्का रहोस्, सत्य केही बादलको बीचमा रुमलिन सक्छ, तर एक दिन जित सत्यको नै हुनेछ। धैर्य गर्नुहोस्, सबै कुरो सहज हुनेछ। राधे राधे।